ओहो आबै आबैले त बडे मानको ल्याइदिन हो त केरा गाँडे यस्तो हो नि आबै गाइज वेलकम ब्याक नयाँ भिडियोमा। अहिले चाहिँ हामी यत्तिकै हिँडिरहेको गर्मी हुन्छ, गर्मी त छैन गाइज, त्यही पनि अलिक उकालो चढ्दाखेरि हल्का गर्मी हुन्छ। बाटो हल्का उकालो हो नि त गाउँघरको, त्यही हो। अब चाहिँ हामी हिँड्दैछौँ। यहाँ चाहिँ बाटो साटो चट्टको छ। बाटो जति चट्टको भए पनि गाइज, अब घरमा मान्छे नै नभएपछि गाइज बाटो चट्टको भएर पनि कामै छैन गाइज। गाउँघरतिर खाली छन् गाइज, बाटो राम्रो छ। अहिले बाटो बन्दैछ गाउँघरतिर, मान्छे छैनन् गाइज गाउँमा। यस्तै छ, अब के गर्नु, पुरै खाली छ गाइज। हेर्नु त चाहिँ के गर्नु गाइज, यस्ता घरहरू कति छन् गाउँमा गाइज, अनेकहरू छन्। उहाँ पनि भत्किसक्यो गाउँघरका, के गर्नु गाइज। यो घरमा चाहिँ बाख्रा साख्रा पार्न लैछ, राम्रो हो गाइज। गाउँमा बसेर बाख्रा पारेको, भैँसी पालेको, भैँसीको दुध खाएको राम्रो हुन्छ गाइज सहरतिर भन्दा, हो कि होइन। ल ठिक छ गाइज, त्यही भएर गाउँमै बस्नुपर्छ गाइज, गाउँमै केही गर्नुपर्छ भन्ने चाहिँ मेरो सोच छ है गाइज, विचार छ। अब गाइज भर्खरै मलाई त्यहाँ त्यस्तो गर्मी भयो त, अहिले चाहिँ यो ठाउँमा आउँदाखेरि मलाई चाहिँ शीतल भइसक्यो, मलाई चाहिँ यस्तो चिसो भइसक्यो गाइज। आहा क्या मजाको हावा चढ्यो। गाउँ भनेको गाउँ हो कि गाइज, कोहीले गर्मी यसो गर्मी होला तर जाडोले कसले पनि छोड्दिन गाइज गाउँमा, त्यस्तो गाउँ भनेको गाइज होइन। अहिले चाहिँ हामी आइसक्यौँ। आहा मस्तको हावा चलेको गाइज, शीतल भयो, आनन्द भयो। अब चाहिँ एकछिन बसौँ, यहाँ भ्यू स्यू हेरौँ गाइज। भ्यू स्यू चाहिँ यस्तो छ होइन, ट्याक्क पुरै सल्लाह छन् होइन गाइज। कस्तो सल्लाह खान् त गाइज, यिनी कति धेरै छन्। ए उहाँ ट्याक्क खोलो छ गाइज, त्यो खोला जाने हो, पौडी खेल्ने हो गाइज। छ त अझै दिनहरू गाउँमा छ त गाइज, पौडी खेल्ने अर्ग्यानिक पानी हो, कति राम्रो छ गाइज गाउँ। ट्याक्क यस्तो छ गाइज। यहाँ चाहिँ यो ठुलो चाहिँ नि रुख छ, उता चाहिँ हाम्रो काकाको घर छ गाइज। अहिले चाहिँ हामी यतातिर हिँड्दैछौँ होइन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ ट्याक्क बारीहरू पुरै अहिले छन् होइन, किनकि यहाँ आगो लाएर पुरै हेर्नुहोस्, सल्लाह पुरै डढेछन्। आगो लागेको भएर चाहिँ पुरै डढेर चाहिँ अहिले यो नयाँ घाँस पलाउँदैछ गाइज होइन। गाउँमा चाहिँ डढेरो लाग्ने भन्ने चाहिँ हरेक वर्ष के अरे हुन्छ गाइज होइन। हरेक वर्ष मान्छेले आगो लगाइदिन्छन्, कसले लगाइदिन्छन्, किन लगाइदिन्छन् थाहा छैन गाइज, तर गाउँमा आगो लगाइदिन्छन्, डढेलो लाग्छ, पुरै जल्छ होइन गाइज। भन्ने घर छ जल्दिन, मान्छेले जोगाउँछन् गाइज, कसले लगाइदिन्छ, किन लगाइदिन्छ त्यो चाहिँ थाहा भएन गाइज। हेर्नु यहाँसम्म आएको, बाटासम्म पुरै जलेर आएको गाइज। यो पुरै जलेको, यो नयाँ घाँस हो बुझ्नु। यहाँ हेर्नुहोस् गाइज, गाउँका फलहरू यसरी गरेछन्। यो चाहिँ भन्छन्, यसलाई चाहिँ गाइज आरू भन्छन् होइन। यस्तो छन् गाउँका फलफुलहरू, कोही खाइदिने मान्छे छैनन् होइन, पुरै छ यस्तै छन् गाइज होइन। त्यही पुरै खसे खान, चराले खान, यस्तो छ गाइज फलफुल। तराईतिर फलफुलको कति महत्त्व छ गाइज, गाउँमा यस्तो छ, अब के गर्ने। गाइज यता आयो, यताको अवस्था उस्तै छ, मान्छे कोही छैनन्, बाटोमा पुरै घाँसहरू उम्रेछन् गाइज होइन। कोही बस्नलाई कोही मान्छे छैनन् गाइज गाउँमा, के अरे हिँडिदिने मान्छे छैनन्, त्यही भएर त गाउँ पुरै बाटैभरि घाँस उम्रेछ गाइज। यस्तो छ गाउँको अवस्था। हामीले अब के गर्न सकिन्छ त भन्दाखेरि, यसलाई चाहिँ हामीले गाउँलाई बचाउने गाइज होइन। ट्याक्क लाएर हामी यतै बस्ने, यतै गाउँमा पनि छ त गाइज, यार गाउँमा छैन र पैसा यार गाइज, सहरतिरै जानुपर्छ, त्यस्तो त छैन नि होइन। त्यही हो। अब चाहिँ यो पनि फल हो, यस्तो छ फलहरू, यसरी पाइन्छ नि, हिँड्दै 5 थरी फल पाइन्छन् गाउँमा। मजाको हुन्छ गाइज यो चाहिँ, गाउँमा यस्तो छ फलहरू। हिँड्दै कति खाइन्छ अगाइन्छ हिँड्दै होइन। हामी चाहिँ यहाँ आइसक्यौँ, यहाँ पनि त्यस्तै छ, यहाँ पनि कोही बस्नुहुन्न, घरहरू खाली छन्, यसरी चाहिँ नि उम्रेछन् होइन, घाँसहरू यस्तो उम्रेछन्। यी पुरै घरको अवस्था यस्तो छ, गाउँतिर पुरै खाली छन् घरहरू, पुरै घाँस उम्रिने होइन। त्यो गोठ थियो पहिला, अहिले गोठहरू पनि खाली छन् होइन, पुरै घाँस उम्रेछन्। यस्तो छ घरको अवस्था गाउँतिरको गाइज होइन। यो चाहिँ भाँडा मोल्ने ठाउँ हो, अहिले यस्तो छ भाँडा मोल्ने ठाउँ, के गर्नु, पुरै यस्तो छन्। यहाँ कागती छन् तर खाइदिने मान्छे छैनन्, उम्रेछन्, खसेछन्, उहरेछन् होइन, पुरै झारहरू उम्रिने यताउति भएछन्।
यता पनि उस्तै छ, यता पनि बस्ने मान्छे कोही छैन गाइज। गाउँमा पुरै गाउँको घर यस्ता छन् होइन, पुरै अब यति राम्रा घरहरूले पुरै चाहिँ नि फोहोरो हुने, कति बैला हुन्छन् त गाइज गाउँका घरहरू। हाम्रो त बुझ्न परेन कति बैला हुन्छन्, भूकम्प जे आओस् जसो आओस् फटाटोले ढुङ्गाले पक्का बनेछन् गाउँका घर। बाँझो छन् बारीहरू, पुरै घाँस सास उम्रेछन्। यहाँ पहिला कति आरू फर्ते, प्याज लसुन मकै, अहिले यस्तो छ बारीको अवस्था। यो गरिदिने कसले त भन्दाखेरि यो गर्ने अब हामीले हो गाइज। अब कोही छैन, अब बुढापाकाहरूले सक्नुहुन्न, अब हामी जस्ताले गर्नुपर्छ, यस्तो छ गाइज। अब ओहो आबै ल, हाम्रो आबै नि भेटिन, अब चाहिँ नि आबैको के छ खबर सुनाउनुहोस्। देखभेट छैन, अरू के छ त आबै खबर? मुई सुई त छैन ए, ल आबै मुई ल्याउनु त। यस्तै हो गाइज, गाउँमा बसेपछि मुई सुई खान पाइन्छ, त्यसै गाउँठाउँ रमाइलो छ त होइन। कस्तो छ भन्नु त अब तपाईँले, भन्नु त अब गाउँठाउँ कस्तो लाग्छ तपाईँलाई? अब रिसा जस्तो छ मसँग, हाम्रो गाउँठाउँ धेरै राम्रो छ होइन। ट्याक्क अब मुई के ल्याउनुहोस् भनेपछि ट्याक्क अब मुई ल्याइदिनुहुन्छ 2 गिलास मुई खाइन्छ गाउँमा बसेपछि। अब जुस चाहिएन गाइज, फ्रुटी स्प्राइट कोक केही चाहिएन, मुई भए पुग्छ गाउँमा चाहिँ, यस्तो छ। ल अब मुई हाल्नु त, मुईले पार्नको हो हिजो हो। ल यस्तो मजाको, ल ठिक छ, यस्तै छ। हो नि अब गाउँ कसले पनि छोड्न हुन्न। मुई खाइयो फाइनल्ली, गाउँठाउँमा यस्तै हो, मुई सुई खाने बस्ने होइन। धेरै नै मजा आउँछ, शरीरले आनन्द आउँछ। मुई भनेको मुई हो नि, मुईसँग केही अरूले हामीले तुलनै गर्न मिल्दैन कि, मुई भनेको त्यस्तो हो कि, बुझ्ने मान्छेले बुझ्छ कि होइन। अब चाहिँ आबैले अब के कसैले ल्याइदिँदै हुनुहुन्छ, अब चाहिँ नि हेर्नुपर्छ। आबैले अब केही न केही त ल्याइदिनुहुन्छ। ओहो आबैले त बडे मानको ल्याइदिनु हो त केरा गाँठे। यस्तो महँगाइको बेला केरा खान पाउनु त भाग्यमानी हो अब होइन। अनि गाइज हामी चाहिँ यस्तो ठाउँमा आइसक्यौँ गाइज होइन, पछाडि देख्न सकिन्छ होइन। गाउँठाउँको एकदम चर्दोपिरो चिजै हो क्या गाइज, त्यसैले थाहा हुन पनि सक्छ नहुन पनि सक्छ होइन। हामीले चाहिँ यसलाई पँधेरो भन्छौँ गाइज होइन। पुरै मूल फुटेर, उहाँबाट मूल फुटेर पानी आउँछ। यहाँको पानी खानु धेरै भाग्यमानी मान्छे मात्र खान्छन् गाइज। यहाँको कति चिसो हुन्छ गाइज यहाँको पानी। गाउँठाउँमा बसेको फाइदा भन्छ नि गाइज, एडभान्टेज त्यही हो क्या गाइज यो।